नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। म चाहिँ अहिले भोजपुर स्थित घर आइपुगेको छु। हिजो आइपुगेको, आज चाहिँ दोस्रो दिन। आज चाहिँ अब बाउको भोलिको काम 45 दिनको कामको लागि विभिन्न तयारीहरू गर्नु छ, सरसामानहरू मिलाउनु छ, के गर्नुपर्नेहरू गर्ने कामहरू हुन्छ। अनि सबैले अब आफ्नो आफ्नो काम बाँडफाँड गरेर गर्छन्। उयो जस्ता त त्यो माथिल्लोपट्टि राखिदिने हो क्या, यो त्यो त्यहाँतिर किन एउटा ठडाहरू। यो परेवाला अलिअलि चारो दिनुपर्ने थियो, के दिने गरेको छ चारो? घर वरिपरि चाहिँ यस्तो छ। छोराहरू चाहिँ खाजा खाँदैछ। खाजा आज यस्तो है कान्छ? गुड बोय। अनि औषधि खाने हच? यहाँ चाहिँ अब ढुङ्गाको चुला बनाएर सेलरोटी पोल्ने ठाउँ बनाइँदैछ। यहाँ चाहिँ के गर्नु लागेको? रक्सी पार्ने? चुला कत्रो बल्दैछ हो? चुला त नजिक रहेछ। हुन त हुन्छ रहेछ। यहाँ चाहिँ रक्सी पार्ने गाउँघरको यस्तो हुन्छ। चुला तयार भयो भाइले। त्यो चाहिँ के हो? त्यहाँ चाहिँ के हो फेरि? दुईटाबाट गर्ने हो एकैचोटि? ए लै खान्छ दामीसँग गरौँ। त्यतापट्टि कि यतापट्टि? त्यता भन्दा त खोइ ए त्यता छ छोराहरूसँग हो। अहिले चाहिँ अब तल कपुरथानमा हिँडेको, त्यहाँनिर चाहिँ बोजू र आमाकोमा चाहिँ त्यो ग्रेनाइटको त्यो लेखेको फिट गरिदिने भनेर मिस्त्री आउनुभएको छ। त्यता जाने अब भाइ र त्यो काका चाहिँ गइसक्नु भयो। के भन्छ फेरि? यो बोडा राख्नु हामीले त ठ्याक्कै भने त उँभो हुँदैछ कि ठुलो हुँदैछ नि ठ्याक्कै मिलेको यो सभा त कति ठुलो हुँदैछ कति। अनि 12x18 भने होइन? होइन 12x12 को नि। यस्तो ठाउँमा छ बाउ र आमा बोजूको कपुरथान चाहिँ।
अहिले चाहिँ हामी यो लगाउन लगाएको यसलाई यतापट्टि पात उल्टो उतापट्टि हो अर्को यो चाहिँ आमाको हाम्रो यो आमाको यो चाहिँ बाउको चाहिँ भोलि लगाउनुपर्छ आज लाउन मिल्दैन यो पुरानोहरूमा चाहिँ भएको भएर लगाउन मिल्छ कलर हाल्ने काम भइरहेछ यो चाहिँ बाउको कपुरथान हो उता चाहिँ आमाको त्योभन्दा माथिल्लो चाहिँ बोजूको अहिले ठ्याक्क कपुरथानहरूबाट अलिकति मुनि छु पहिला हामी स्कुल जाने बाटो हो यो चाहिँ अनि यसलाई चाहिँ थुम्की जङ्गल भन्छ टन्नै फुलेको रहेछ गुराँस फुलेर रातै छ कति राम्रो तल चाहिँ काम गर्दैछ म चाहिँ अब निस्केको अन्त पनि फेरि सामान किन्न जानु छ बारी निस्केको हाँडी खोल्छ घर आइपुगेमा चाहिँ यहाँ पनि कलर लाउने काम भइरहेछ पार्टीमा जस्ताले बार्ने कि के गर्ने हावाले छड्के हान्छ होला रक्सी 3 पाने अन्तरले अलिअलि पखाल्नु मुस्लिमले भएन यहाँ चाहिँ हुँदैन हामी चाहिँ अहिले भुल्के गइरहेछौँ भुल्के जाने बाटो पानी त यहीँ रहेछ त त्यस्तै बेला पनि भनेपछि त मूल नसुकेको भनेपछि त राम्रो रहेछ मल बोकेर मकै छर्नलाई तम तयार रहेछ हतारेर त हिँड्यो के जाने बाटोको कहाँ हो हेलपोस्टमाथि आइपुग्यो हामी हेलपोस्टमाथि आइपुग्यौँ सडक हो यहाँ होइन रहेछ त कहाँ हो सडक अझै पराउ जानु भने
यो चाहिँ पहिलाको हेल्प पोस्ट अहिले चाहिँ सारेको छ पर ए हामीलाई चाहिने त त्यो हो नि त पिपलको पात के कहाँ सक्छ यो चढ्नु त्यहाँ हेर्छौ भरेङ चाहिन्छ कहाँ सक्छ पहिला शीतल ताप्ने बर पिपलको छाहारीहरू चाहिँ अहिले बिस्तारै बिरानो हुँदै गएको छ किनभने सडक विस्तारसँगै मान्छेहरू बसमा गाडीमा मोटरसाइकलमा हिँड्ने भएर आजकल त यस्तो ठाउँतिर गोठालाहरू बस्ने मात्रै हो बाटो हिँड्ने अझ छैन त्यस्तो छ अवस्था गाउँघरको भुल्के चाहिँ आइपुग्नु लाग्यो भुल्के चाहिँ त्यहाँनिर पर्छ एउटा कार्यालय एकछिन छिरौँ भनेर एउटा कार्यालयतिर हिँडेको कान्छा छोरा हो पर पुग्यो पारस दादासँग हाम्रोभन्दा अलिकति बेसी पर्छ यो एरिया चाहिँ हल्का गर्मी पनि हुन्छ त्यसमाथि अब हिँडेपछि त लेख्नै पनि गर्मी हुन्छ भुल्केको खेतहरू चाहिँ यो हो यहाँ चाहिँ भलिबल खेल्ने ठाउँ पनि रहेछ अब चाहिँ भुल्के जाने सडक पनि भेट्यो अब अझै तेर्सो छ तेर्सो पुग्नु लाग्यौँ हामी शेखर नाति रहेछ हाम्रो त फेरि पुरा नाति हो नि त हो नमस्कार नातिहरू अब मम्मीले बोक्नु भएको है कान्छ बाबाको पालोपछि मम्मीको पालो हो दादाले पनि बोक्नु हो त अनि आज पारस दादाले चाहिँ अब अरे कताबाट जान्छ उनीहरू त्यसमा भर पर्छ नि अवस्था हेरेर ल हाम्रो चाहिँ सर्टिफिकेट भन्यो बल्ल यो बिहे चाहिँ अवैधानिक थिएछ वैधानिक यहाँ सर्टिफिकेट पायो 2 घन्टा लगाएर विवाह दर्ता भयो दुलही यता छ दुलहीको चाहिँ म पुरा कान्छा छोरा छ दुलही कान्छा छोरा सानो यता हेर्नु न सानो हामी चाहिँ भुल्केमा म पढेको स्कुल चाहिँ यहाँ माथि छ यताबाट चाहिँ गइँदैन SLC सम्म पढेको स्कुल बाबा पढ्नु भएको स्कुल ल हिँडौँ अहिले चाहिँ हामी ल यहाँ आइपुग्यौँ भुल्के भट्टराई कुलवंश प्रतिष्ठान त्यस स्थापना त 1845 छ त स्थापना त ल जाउँ अब हामी गुटुङथुङ घरतिर लाग्छौँ धेरै काम छ हाम्रो ल है माटो पाट्यो
बुवा नमस्कार। हामी गुटुङटुङ छौँ त यहाँ। कता हिँड्नुभएको? ए लु अब अहिले त हिँडौँ, भोलि आउनुहोस् है बुवा। भोलि हो। मिलन दाजुलाई अनि मिलन दाजुले त भन्न लगाएको हिजो पनि फोन गरेको अन्त फोन गरेको मैले पनि फेरि अहिले त्यो के बाजेन्द्र भाइहरूलाई सोध्छु भनेको छैन भन्छ अनि बुवालाई त भनेको छैन के हो अब बुवाले नै भनेर भए पनि यसो मान्छे भोलि कहाँ दाजु अर्कै हस् हस् बुवा। उहिले ठ्याक्कै यसरी नै किताब के अहिले त ब्याग बोक्नु थालेछ नि भाइहरूले बाबुहरूले त। हामीले कहाँबाट ब्याग बोक्नु, यस्तै चप्पल पेट 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 यो ब्यागै पाउँदैन। अहिले चाहिँ ब्याग पाउनु थालेछ, ब्याग बोक्न थालेछ। पारस दादा आउनुहोस् आउनुहोस् बाबु। काका र पारस दादा पहिला ढोक्नुपर्छ। बरपिपललाई त पछाडि हुनुहुन्छ। लड्छ है, अप्ठ्यारो रहेछ है। भयो यो चाहिँ हाम्रो भोलि चाहिन्छ अरे कपुरथानमा, त्यही भएर बरपिपलको पात पनि लिन आएको। छोडिदेऊ न त्यहाँनिर, जम्प गर्ने हो र। माटोको समर्थकहरू चाहिँ यहाँ चढिसक्यो। माटोको समर्थकहरू यतापट्टि नगएर यता गएको भन्थ्यो। यो पाटा चाहिँ धेरै छ क्या, सजिलो पनि छ धेरै पनि छ। त्यतापट्टि अप्ठ्यारो हुन्छ, त्यहाँबाट लड्यो भने त जाऊ हुन्छ। यतापट्टि हो पार्दा त लड्नुहुन्न, रुख चढ्ने मान्छे हो नि, खतरा हो नि। अब यता भाइ आँखामा लाग्छ, यता मम्मी यसलाई तान्नु। यस्तो त हो नि, माथिबाट झरेपछि त्यति। अब चाहिँ हामी उकालो लाग्छौँ। अघि चाहिँ ओह्रालो थियो, अलिक सजिलो थियो। उकालो पनि सजिलै हुन्छ हिँड्न, तर एकदम स्लो मोसन हुन्छ। अगाडि बढ्नुपर्ने हुन्छ। बाटो यस्तो छ। ए डाँडाकाँडा चराहरूको चिरबिर सुन्दै अगाडि बढ्ने अब। घङ्गारुहारीको बिचमा
छौँ अहिले हामी। अघि चाहिँ ओह्रालो झरेको बाटोहरू अहिले चाहिँ उकालो बिस्तारै घाँसतिर लाग्दैछौँ। गाह्रो छ, एकदम धुम्म छ, चिसो छ, तर हिँड्दाखेरि चाहिँ पसिना आएको छ, धुम्म छ। चाहिने के रे बल्ल अलिक सास आयो। अब त धेरै छैन नि बुढी। यहाँबाट अलिकति निस्क्यो भने बित्तिकै तेर्सो पारसको घर आइहाल्छ। पारस अहिले बलियो भएछ गाउँमा बसेर। घर बस्दाखेरि काठमाडौँ बस्दाखेरि अनि चाँगुनारायण जाँदा त्यहीँ आफै थाकिरहेको देखेँ। अहिले त्यस्तो छैन रहेछ, अहिले त खतरा हो त। उहाँदेखि भाइलाई बोकेर ल्यायो त। माथिल्लो सडक निस्क्यो त यिनीहरू त। के भयो कान्छा? एकछिन त सँगसँगै जाऊ अरे, कान्छाले पछ्यायो। ओ दादा, यहाँ चाहिँ गुराँस फुलेर रात्दैछ। हामी चाहिँ अहिले भिरमुनि आइपुग्यौँ। भिरमुनि भनेको चाहिँ टक्कसँगले पारसहरूको भन्जाहरूको घर हो। एउटा ल भिरमुनि आइपुग्यो। यता माथि चाहिँ भिर, यता भिरमुनि। हामी अहिले ल भिरमुनि आइपुग्यौँ। ल नमस्कार है हजुर। जम्मा ल आयौँ हामी घरबेटीहरूकोमा। अब वेलकम छ है, वेलकम छ, वेलकम छ यहाँलाई। कान्छा हो, कान्छा छोरा। ए भिरमुनिमा वेलकम छ कान्छा छोरालाई। कान्छा ए अनि यो पनि भुलेको त मैले त साँच्चै। के हो त्यो? आधी केजी टमाटर पनि भुलेको त। राति परबाट आएर दाजुसँग आएर यो उम्काएको। आएपछि विशेष भइ गर्ने हो। पानी खानु भनेको त त्यो गोरुले लडाइदिन्छ नि त त्यहाँको धारा। त्यो परपट्टिको भिराको घरमा मुनिको धारा खानु खोज्छु त छैन धारा। त्यो परको क्या तल धमिलो पानी आइगयो त, अनि तल के खानु त त्यहाँ सङ्लो पानी। म चाहिँ फुलबारी आज उता जाने भनेर म चाहिँ उता क्या नक्सासम्म पुऱ्याइरहेको छु भिडियो खिच्नु यता ब्लग खाना लाग्ने जानु नजाने नि चोखो पाउँछ उहाँ पर हुल्के ओरतिर हो नि त, हो रहेछ भनेर त थाहा पाएको। मलाई मात्रै आउनै पर्यो त। तङबाको हो क्या हो यो? तङबा यो लाग्दैन नि त। अघि नि बिहान हेराएको नि यसले थोरै नत्र त खानु हुँदैन क्या, म बनाउँछु नि भाइ। जानु त बस बल गर्नु भएन त्यो खाँदैन। लु भयो भयो, ओके डन भयो। चाहिँ होला आफू चाहिँ भन्दाखेरि अब यहाँबाट पनि निस्केको हामी सिधै घरतिर लाग्छौँ। ओ हेर्नु त गा ओ छाना, ओ गोरु हेर्नु न, गोरु गोरु यता आऊ न। ओ लड्छ, पका पका झनै लड। यहाँ यहाँ बाबालाई समाउँछु। बस्तीहरू, छोडिएको बस्तीहरू, भत्किएको घरहरू, गाउँहरू चाहिँ यस्तो हुन्छ रहेछ। ऊ भूमिका दिदीको घर कान्छा हो त्यो। ऊ यो भूमिका दिदीको घर
वाउ देख्यौ कान्छा काका घरमा काकालाई म भेट्टाइहाल्छु क्या कान्छालाई भाग्नु बाबा कसरी थाकिनु भएको छ अनि कसरी भाग्नु हामी चाहिँ घर आइपुग्यौँ अब कलर लाउने काम पनि लगभग सकिन लागेछ आमाको चाहिँ यसरी राखिसक्यौँ पहिल्यै चौतारा थोकाइसकेको भएर यसरी राखेको बाउको चाहिँ राख्नु बाँकी छ आउनुहोस् अरे दिदी ल ल दिदी यस्तै गाउँघरमा अलपत्रै भइरहन्छ काम गर्नै पर्छ अन्त पानी त पर्दैन होला हामी चाहिँ निवास आइपुग्यौँ यहाँ चाहिँ के काम भइरहेछ हामी त उता गएर आएको के हो भन्छ चाहिँ खाऊ ओ तललाई काउ अरे गोरुलाई ऊ तल गोरुलाई काउ हिँड भनेको अब हेर्नु ए यहाँ चाहिँ पूजाको ड्युटी हो ड्युटी कडा ड्युटी कडा ए के यहाँ पनि सेलै हो ओहो तिनतिर अनि रक्सी पाइसकेको ल ल अन्डा हाल्छ सिस्केर सबै हाल्छ सिस्केर सबै डाउन हाल भन्छु भने होइन राम राम एउटा रोटी पनि जानेको त्यो दिखला होइन कहिले काहीँ त्यस्तो कुनै कुनै बेला त्यस्तै हुन्छ रोटी तर फेरि कटिङमा लगेपछि लोकप्रिय त्यही भएछ है सबै खायो त मिठो तर सबै धुरेको नि हजुर हजुर खानु नि त माइजहरू खाइसकेको दाजु कति धेरै धेरै काकालाई रक्सी म त बाँच्छु नदिनु है मलाई हो त चाहिँ अलिकति चाख्नु पर्यो खानु माइज है हुन्छ दाजु म जेसुकै होस् मैले दिएको छैन त्यो रोशनलाई चाहिँ सहयोग गरेँ ए त्यहाँको काट्यो क्या कहिले ल ल ल ल ल ल सट्काइहाल सट्काइहाल स्वागत छ आउनुहोस् यस्तो राम्रो मान्छेलाई फोटो खिच्नु आज त हाम्रो नानी त तपाईँहरूको घरमा गएको छैन